के सरकारले गर्दाखेरि नेपाल भ्रष्ट भइरहेको छ? के नेताहरूकै कारणले गर्दाखेरि देश भ्रष्ट भइरहेको छ? के हामीले चुनेको मान्छेहरूले गर्दा के देश भ्रष्ट भइरहेको छ? कि देश मास्तिर लाग्नुपर्ने ठाउँमा तलतिर बगिरहेको छ? आज यसैको विषयमा तपाईँहरूलाई म राम्रो तरिकाले बुझाउन कोसिस गर्नेछु है त। अहिले विश्वका मानिसहरू प्रायः सबै स्वतन्त्रतामा हिँडिरहेका छन् र यसमा हिँडिरहँदाखेरि मान्छेहरूलाई कतिले राम्रो कुरा गर्छन्, कतिले नराम्रो कुरा पनि गरिरहेका हुन्छन्। आज हामी यसैको विषयमा केही दिनेछु म। नेपालमा पनि यस्ता कतिपय व्यक्तिहरू छन् जसको कारणले गर्दा नेपाल मास्तिर जानुपर्ने ठाउँमा तलतिर उँधो लगिरहेको छ। अनि यसबाट हामीले कसरी बच्न सक्छौँ त? हामीले सधैँभरि पार्टी 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 भन्छौँ, एउटै पार्टीको मान्छेलाई मात्र हेरिरहन्छौँ। जस्तै कि म मैले एउटा कुनै पार्टीमा मैले त्यो पार्टीमा मैले काम गरिरहेको छु। यदि मैले त्यो पार्टीमा काम गरिरहँदाखेरि त्यो पार्टीको एउटा मान्छेले गलत काम गर्यो, यदि त्यो जुन उम्मेदवार छ, जुन नेता छ, त्यो मान्छेले गलत काम गरिरहेको छ भने त्यसलाई हटाउने हो के। तपाईँलाई म पार्टी छोड्नु भन्दिनँ, त्यो मान्छेलाई हटाउने हो। त्यो मान्छेलाई हटाइसकेपछि चाहिँ अनि त्यो पछाडि त्यो पार्टीमा रहने मान्छेहरूलाई पनि ओहो ल यो मान्छे हट्यो, अब देशमा केही विकास हुन्छ, मेरो समाजमा पनि केही विकास हुन्छ भन्ने सोच्छन्। तर मान्छेहरूले के गरिरहेछन् भन्दाखेरि जसले गलत गरे तापनि उसैलाई भोट हाल्ने, उसैलाई पार्टीकै पछि लाग्ने। लु मेरो पार्टीको मान्छे हो, मैले भोट दिनुपर्छ, मैले यत्रो वर्ष मैले काम गरेको के फाइदा, भोट हाल्छु। यस्तो कारणले गर्दाखेरि सबै मान्छेहरूलाई के हुन्छ भन्दाखेरि सबै मान्छेहरूको चाहना इच्छा चाहिँ के हुन्छ भन्दाखेरि म चाहिँ अब मासतिर जाउँ, म पनि अब पार्टीको केही ठुलो मान्छे भनौँ, म पनि अब पैसा खाउँ, भ्रष्टाचार गरेर पैसा कमाउँ, यहाँनिर बिल्डिङ घर ठटाउँछु भन्ने हुन्छ क्या। तपाईँहरू पनि जतिजना हुनुहुन्छ नि त्यस्तै सोच्नुहुन्छ होला कि। किनकि मान्छेहरूले जति जेसुकै गरोस् न होइन, जस्तै सुरुमा भावना के हुन्छ? सुरुमा भावना हुन्छ कि म चाहिँ समाजको लागि केही गर्छु, समाजलाई माथि उठाउँछु अनि कहाँ माथिल्लो लेभलसम्म पुर्याउँछु भन्ने हुन्छ इच्छा। तपाईँको र मेरो पनि इच्छा त्यही छ। तर यदि म पार्टीको झोला बोकेर हिँड्छु भने नि त्यहाँनिर मेरो स्वार्थको भावना निस्किहाल्छ। पहिले म जुनुन लिएर हिँडेको हुन्छु नि त्यो जुनुन हट्छ क्या। किनभने मान्छेहरू नै त्यस्तै छन् क्या। जस्तै कि केही गरी चुनाव भइहाल्यो भने नि, चुनाव भइहाल्यो भने मान्छेहरूलाई नि चुनावपछि ओहो नेताहरूले त भोज खुवाउनुपर्छ, खसी डाल्नुपर्छ, राँगा डाल्नुपर्छ, कुखुरा डाल्नुपर्छ, सबै थोक, मासु भात खान पाइन्छ, बिस्कुट चाउचाउ, इत्यादि इत्यादि खाजा साजा यस्तो हुन्छ कि त्यो खाएन भने चाहिँ नि होइन त्यो मान्छेले जित्दैन भन्छन् क्या। त्यसको लागि अनि त्यति मात्र होइन, अनि पैसा पनि दिनुपर्ने 10,000, 5,000, 15,000, 20,000 एउटा व्यक्तिलाई दिए पछाडि अनि बल्ल त्यति गरेपछि पनि कति मान्छेले जित्दैन। तर त्योभन्दा पनि हाई लेभल अझ कति धेरै गर्ने मान्छे हुन्छ, त्यो मान्छेले जित्छ। अनि जितेपछि उसले के सोच्छ भन्दाखेरि आमामा अब त मेरो त चुनावमा त यति लाख, 20 लाख, 40 लाख, 50 लाख, 100 लाख, 1 करोड, 2 करोड खर्च भइरहेछ। ओहो त्यो पैसा कहाँबाट निकाल्ने? अब निकाल्नु त पर्यो। अनि उसले भ्रष्टाचार गर्छ। यदि समाजकै मान्छेहरूले चाहेनन् कि म चाहिँ भोट यसलाई दिन्छु, चाहे चुनाव जेसुकै आओस्, प्रचार गरोस् उसले, 50 गरोस् उसले, 30-35 हजार खर्च गरेर या 40-50 हजार, ल 1 लाखै खर्च गरेछ अरे ल प्रचार गर्नको लागि, लु माने प्रचार गर्न पाइयो। अब राँगा ढालेछ, ढालेछ, पैसा खर्च गरेछ, पैसा दिएको पनि छ भोट हाल भने। त्यसो गर्दाखेरि चाहिँ हुँदैन। त्यसो गर्दाखेरि चाहिँ मान्छेले के हुन्छ भन्दाखेरि ओहो अब जहाँ अब त्योभन्दा पनि त्यस्तो होइन। अनि त्योभन्दा पनि ठुलो कुरो भने चाहिँ यो एउटा जब हुन्छ नि त त्यो वडा अध्यक्षको पदमा अब जे भने एउटा वडा त हुन्छ नि होइन, त्यसमा पनि 25-30 लाख जति खर्च गर्नुपर्ने कि एउटा वडा अध्यक्ष बन्नको लागि त्यत्रो। अब यदि के गरे म के गरेँ वडा अध्यक्ष हुनु पर्यो भने मसँग क्यासै 30-35 लाख रुपियाँ पैसा हुनु पर्यो। त्यसो भइसकेपछि कुनै राम्रो मान्छे एकदम दक्षशील मान्छे पनि नि होइन
वडा अध्यक्ष जब वडा अध्यक्षको पदमा पनि लड्न सक्दैन क्या होइन कि अब उसँग छ सबै छ उसलाई वडाको बारेमा सबै थाहा छ एउटा होइन उसले नेतृत्व गर्न सक्छ समाजमा के चाहिन्छ उसलाई सबै थाहा छ उसलाई के गर्नुपर्दा के गर्नुपर्छ कसरी लगानी लगाउने कुनमा लगानी लगाउने के गर्दा राम्रो के चिजमा चाहिँ गर्दाखेरि चाहिँ मेरो समाजका मान्छेहरूलाई मेरो वडाका मान्छेहरूलाई सहज हुन्छ भन्ने जानेको हुन्छ त्यो व्यक्तिले पनि त्यो वडामा उठ्न सक्दैन यहाँ उठ्नको लागि त्यस्तो पैसा चाहिन्छ अहिले त नि होइन मान्छे यो जुन यो चुनाव हुन्छ त यो स्वतन्त्र उम्मेदवार भने हुन्छ त जुन चाहिँ अब म चाहिँ स्वतन्त्रबाट टक्क मलाई चाहिँ कसैले पनि निरपेक्ष सबैजनाले एकैचोटि भोट हाल्ने कसैको पनि करकापमा यानि कि कुनै नगरिकन सिधै आफ्नो इच्छाले भोट हाल्ने हो नि तर मान्छेहरूले के गरेर किनिरहेको छ त्यो मान्छे मन परोस् या नपरोस् तर उसले पैसा दियोस् आजभोलि त अब पैसै ठुलो कुरो हो भनेर मान्छेहरूले त्यसो गर्छन् होइन त्यही भएर चाहिँ मेन कुरो भनेर चाहिँ हामीले चाहिँ हाम्रै बिचमा हाम्रै गाउँठाउँको मान्छेहरूलाई उठाउँदाखेरि पनि यसो याद गर्ने हो यसले चाहिँ गर्छ गर्दैन आनी बानी त थाहा हुन्छ नि त्यो मान्छेको अनि त्यही अनुसार गर्नुपर्छ अनि हामीले आवाज पनि उठाउनुपर्छ वडालाई किन यो भन यो चाहियो त्यो चाहियो भनेर अब वडालाई चाहिँ भनेकै छैन हामीलाई यो चाहियो त्यो चाहियो भनेकै छैन अनि वडाले चाहिँ ठ्याक्कै गर्दिनलाई त ऊ पनि इमान्दार हुनु पर्यो नि त उसको काम पुरा गर्नु पर्यो नि त्यस्तो मान्छे भइदिए ठिकै हो नि त तर आफूले हाम्रो समाजका हाम्रो हामीले पनि घचघच्याउने गर्नुपर्छ क्या तब मात्र चाहिँ अनि हाम्रो नेपाल चाहिँ तलबाट मासतिर उँभो लाग्न सक्छ होइन गाइजहरू यदि तपाईँहरू चाहिँ देश विकास गर्न चाहनुहुन्छ भने आफ्नै गाउँठाउँको मान्छेलाई अलिक सक्षम मान्छेलाई जसले चाहिँ गर्छ जस्तो लाग्छ त्यस्तो मान्छेलाई चाहिँ उम्मेदवारी उठाएर उसैलाई जिताउनुहोस् अनि तपाईँ चाहिँ आफ्नो पार्टीको झोला बोकेर हिँड्नुहोस् म भन्दिनँ कि तपाईँ पार्टीको झोला बोकेर नहिँड्नुहोस् भनेर म भन्दिनँ तपाईँ आफ्नो पार्टीको मान्छेलाई पनि चिन्ने गर्नुहोस् क्या कस्तो छ त पार्टीको मान्छे त्यो हेरेर गर्नु होला अनि तब मात्र देश बन्छ देश बनाउनको लागि हाम्रै भूमिका छ होइन कुनै बाहिरको मान्छे यहाँ विदेशी मान्छे आएर त बनाइदिँदैन भनेर अमेरिकाको मान्छे आएर ओ ल नेपाललाई चाहिँ म यति लाख यति करोड यति मिलियन डलर दिएर म गर्छु भनेर भन्दैन थियो कसैले गर्दैन थियो त्यो किन गरोस् उसलाई पनि फाइदा हुने उसले स्वार्थको लागि मात्र गर्छ यदि चाहिँ हामीले के गरी अमेरिकालाई लु हाम्रो नेपालमा बाजे सबै खनी पदार्थ जे विकास पनि त्यहीँ गर भने दियो भने उसले विकास गरिदिन्छ क्या किन नगर्नु उसलाई त बढी तेब्बर चौबर पैसा यति धेरै पैसा आउँदैन कि उसलाई होइन कुरै छोड्दैन त्यही पनि उसले त्यसो हुन्छ नि तर त्यस्तो गर्नुभन्दा पहिले हामीले सोच विचार गर्नुपर्छ कि हामीले चाहिँ कुन चाहिँ व्यक्तिलाई भोट हाल्दा चाहिँ राम्रो हुन्छ सही हुन्छ भनेर हामीले गर्नुपर्छ हुन्छ आजको भिडियो अलि लामो भयो होला होइन गाइजहरू तपाईँलाई कस्तो लाग्यो मेरो भिडियो प्लिज लाइक गरिदिनु होला अनि सब्सक्राइब गर्न नभुल्नु होला अनि यस्तै भिडियोको लागि चाहिँ पर्खिनु होला म भिडियो हालि नै रहन्छु होइन हुन्छ गाइजहरू आजको भिडियोबाट यहीँ बिदा लिन्छु हस्त नमस्ते जय नेपाल शुभ दिन होस्।